कसैले अराएर काम गर्नुभन्दा आफ्नै स्वेच्छाले काम गर्ने जुन सामाजिक साथीहरू हुनुहुन्छ, सामाजिक अभियन्ता भाइ बहिनीहरू हुनुहुन्छ, उहाँहरूप्रति एक सल्युट पनि छ। फेरि जनप्रतिनिधिको धेरै उच्च सम्मान छ। आफ्नो गाउँ आफैले बनाउने हो, आफ्नो गाउँ आफैले बनाऊ। नमस्ते है सबैलाई। हामी यतिखेर हाम्रो 8-20मा बनेको सहरी विकासले बनाएको संरचना जुन एउटा सानो पार्क छ त्यहाँमा चाहिँ उपस्थित भएका छौँ। हाम्रो एकजना भाइ हुनुहुन्छ, उहाँ जनक साउन भनेपछि उहाँको घर एनर्जी के छ। उहाँले चाहिँ दैनिक बिहान बेलुका आफ्नो समयलाई व्यवस्थापन गरेर यहाँ चाहिँ बोट बिरुवा रहेका बोट बिरुवाहरूलाई र अन्य संरचनाहरूलाई चाहिँ निगरानी गरिराख्नु भएको छ र एकदमै खुसी लाग्यो। हामी पनि आज म यसो हेरिरहँदाखेरि अब यो हाम्रो स्थानीय सरकारलाई हस्तान्तरण नगरेको कारणले गर्दा यो संरचनाहरू अलि अव्यवस्थित नै छन् भएको कारणले गर्दा उहाँहरूले एउटा यसो हेर्दाखेरि यो एक-दुईजनालाई यसो एकजनालाई मात्रै उहाँले पनि पुरा गर्नुभयो अघि होइन। जस्तै हामीलाई चाहिँ कसैले चाहिँ भनेको भए पाइप मात्रै छाडिदिएको भए पनि हामीले चाहिँ यो चाहिँ वरपर भएका बोट बिरुवा र यो दुबोलाई चाहिँ हामी संरक्षण गरेर यो दुबोमा चाहिँ इरिगेसन गरेर चाहिँ अलि हरियो अनि यसलाई चाहिँ संरक्षणको लागि अलि अब बाहिरको मान्छेहरू बच्चा बच्चीहरू धेरै आएर चाहिँ यहाँको संरचना भौतिक संरचनाहरूमाथि क्षति गर्छन्, उहाँहरूलाई चाहिँ नियमन गर्थ्यौँ, अलि चाहिँ नगर भनेर सम्झाउँथ्यौँ। हामी चाहिँ दैनिक रूपमा अलिक सक्रिय भएर लाग्थ्यौँ भन्ने खालको चाहिँ कुरा गर्नुभएको थियो। एउटा कुरा म के भन्छु भनेपछि यो संरचना हाम्रो सहरी विकासले बनायो, यस्ता संरचनाहरू थुप्रै पनि बनाएको छ होइन। यिनीहरूलाई यस्तै अस्तव्यस्त छाड्नुभन्दा हाम्रो जनप्रतिनिधि र हामी जुन अब युवाहरू छौँ हामीहरूले नै व्यवस्थापन गरेर केही गर्न सकिन्छ। यसो न साथीहरूलाई जुन लागिराख्नु भएको छ उहाँ साथीहरूलाई थोरै मात्रै राहत गरेर यस्ता संरचनाहरूलाई एउटा चाहिँ बचाउने परिपाटी मात्रै गऱ्यो भने पनि हाम्रो त अब जुन सहरी विकासको कार्यालय छ उसले पनि अहिले ध्यानाकर्षण विशेष गरी होस् भन्न चाहन्छु। एकदमै खुसी लाग्यो हाम्रो जनक भाइलाई देखेर। अनि हाम्रो जुन अब क्यामेरा भाइ नरेश माझी, हाम्रो नरेश भाइ पनि हुनुहुन्छ। नरेश भाइले पनि जुन यहाँका बोट बिरुवाहरूलाई संरक्षण गरेर यो भौतिक पूर्वाधार निर्माण भएको छ यसलाई पनि हेरविचार गरेर चाहिँ आफ्नो दैनिकी सँगसँगै यो काम गरिराख्नु भएको छ। यो सामाजिक काम उहाँले गरेको एकदमै ठुलो प्रशंसनीय सामाजिक काम हो। त्यो प्रति चाहिँ म एकदमै कृतज्ञता व्यक्त गर्दछु र धन्यवाद ज्ञापन पनि गर्दछौँ। अरू कोही नभए पनि हामी युवाहरू चाहिँ छौँ युवाहरूको लागि 8-20मा होइन। तपाईँ हामी भएर लाग्नुपर्छ, हरेक कामहरू गर्नुपर्छ। आफ्नो गाउँ आफैले बनाउने हो, आफ्नो गाउँ आफैले बनाऊ। मूल अध्यायका साथ लाग्नु भएको छ, खुसी लाग्यो भाइ होइन। अनि मलाई त चिन्नु भएको छ नि, चिन्छु धीरज कुमार माझी चिन्नुहुन्छ। ल अरू केही भन्न चाहनुहुन्छ तपाईँले? अन्य केही गुनासो राख्नु चाहनुहुन्छ भने भन्नु। ठिकै छ, एकदम खुसी लाग्यो। यसो हाम्रो साथीहरूलाई देखाइदिउँ त आज हामी एकचोटि चाहिँ इभिनिङ टाइममा। अनि चाहिँ दाइ यो चाहिँ के यो नगरले हाम्रो ओराले नगरले होइन हेलो ल यो डस्टबिनको उहाँले एउटा गुनासो पनि राख्नुभयो। अरू पालिकाले ओडाले केही नगरे पनि अनि हाम्रो वरपर भएको संरचनाहरूमा डस्टबिन चाहिँ राखिदिनु पऱ्यो। यसले चाहिँ अलि अझै फोहोर मैलालाई व्यवस्थापन हुन्छ भन्ने कुराहरू भयो। पालिकाले पनि एउटा आफ्नो सायद चाँडै हुन्छ होला केही परियोजना गरेर मैले पनि सुन्न पाएको होइन। किनकि मको कारण के मैले पनि त्यो कार्यक्रम अलि गर्न सकिन्छ कि भनेर हाम्रो 1-2जना साथीहरूबाट हामीले डस्टबिनहरू राख्नुपर्छ र गर्नुपर्छ त्यो कार्यक्रम पनि गर्नुपर्छ। किनकि हामीले थुप्रै कार्यक्रम गऱ्यौँ, मतदाता नामावली दर्ता कार्यक्रम अनि स्वास्थ्य परीक्षणको कार्यक्रम अनि विभिन्न बिरुवा वृक्षारोपणको कार्यक्रम गरिरहँदाखेरि हाम्रो युवा टिम छ होइन हामी सबै त्यो गरिरहँदाखेरि यो कार्यक्रम पनि गर्नुपर्छ भनेर हाम्रो यसो सल्लाहहरू आएको थियो। अनि मैले बुझ्दै जाँदाखेरि अब हाम्रो टिमले यसो बुझ्दै जाँदाखेरि साथीहरूले तपाईँले प्रश्न गर्नु यसको जस्टिफाई म केही अलि व्याख्या गर्छु होइन। बुझ्दै जाँदाखेरि पालिकामा चाहिँ डस्टबिनहरू आएको छ भन्ने कुरा सुन्न पाइयो र डस्टबिनहरू आएको छ भनिसकेपछि त्यसो धेरै राम्रो कुरा हो। हामीले चाहिँ बाहिर रूपमा गर्नुपर्छ भनेर लागेका थियौँ, गर्नुपर्छ भन्ने थियो। हुन त हामीसँग फन्डिङ थिएन, फन्डिङ चाहिँ कलेक्ट गरेर हामी आफैले पनि फर्महरू मार्फत अब यसो साथीहरूबाट हामी स्वयं आफै मैले पनि गरिराख्ने गर्ने नै भन्ने कुरा भएको थियो। हाम्रो म्याक्सिमम् बजेट चाहिँ हामीले विनियोजित गरिसकेका थियौँ। हाम्रो जुन हाम्रो आन्तरिक बजेट होइन यतिदेखि यो रेन्जसम्म चाहिँ हुन्छ होला, 10-20-30 हजार समथिङ चाहिँ हुन्छ होला भनेर चाहिँ हामीले विनियोजित गरेर यसरी चाहिँ गर्नु पऱ्यो भन्ने प्लान चाहिँ गरेका थियौँ। त्योभन्दा नै ल पालिकामा आइसक्यो भन्ने कुरा सुन्न पाएँ, एकदम खुसी लाग्यो। तर पालिकाले यदि त्यहाँ आएको छ भनेपछि उहाँले पनि गुनासो गर्नुभयो हाम्रो यो क्षेत्र वरपर चाहिँ धेरै नभए पनि 10-15वटा डस्टबिन चाहिँ व्यवस्थापन गरिदिनु भयो र गरिदियोस् र यो चाहिँ अब त्यहाँसम्म पुगोस्। सबैले सेयर पनि गरौँ, लाइक पनि गरौँ, कमेन्ट पनि गरौँ, प्रतिक्रिया पनि दिउँ होइन। तर चाहिँ एकदम खुसीको कुरा भनेको कसैले अराएर काम गर्नुभन्दा आफ्नै स्वेच्छाले काम गर्ने जुन सामाजिक साथीहरू हुनुहुन्छ, सामाजिक अभियन्ता भाइ बहिनीहरू हुनुहुन्छ, उहाँहरूप्रति एक सल्युट पनि छ मलाई। फेरि जनप्रतिनिधिको धेरै उच्च सम्मान छ है। यदि भन्दै छुट्टी होइन थप गर्दै गरौँला। नमस्ते।